हेर्नु न कलेज सक्यो जागिरै भेट्या छैन कलेजबाट यत्रो स्टुडेन्ट पास आउट भइराछ जागिर दिन लायक कोही छैन जागिर खोज्नेले जागिर पाइरा छैन जागिर दिनेले भने जस्तो मान्छे पाइरा छैन यो बीचमा छ चाहिँ के त यो बीचमा छ ग्याप बुकिश नलेज र रियल स्किल्सको ग्याप नेपाललाई खास के चाहिरा स्किल्ड युथ्स जब क्रिएटर्स अनि सेल्फ रिलायन्ट इन्डिभिजुअल्स र यसको लागि डिग्रीले मात्र त पुग्दैन हामीलाई चाहिएको छ स्किल्स र यो स्किल र प्र्याक्टिकल ट्रेनिङ दिन्छ TVET ले जहाँ पढेर मात्र होइन गरेर सिकिन्छ ओहो TVET यो त एकाडेमिक्समा केही पनि राम्रो गर्न नसक्ने मान्छेहरू लास्ट अप्सन भनेर जाने ठाउँ होइन एक्ज्याक्टली प्रब्लम नै यही छ TVET भने ब्याकअप प्लान हो लाइफमा केही पनि गर्न नसकेपछि लास्टमा जोइन हुने ठाउँ हो भन्ने थिङ्किङ हामी डिग्री पाइसकेपछिको त्यो सुट टाई वेल फर्निस्ड अफिसको सपना देख्दै गर्दाखेरि एउटा के कुरा चाहिँ भुसुक्कै बिर्सिन्छौँ भने इम्प्लोएबल हुनको लागि स्किल्स पनि चाहिन्छ किनभने एक्चुअल पैसा त स्किल्स भएका मान्छेहरूले कमाइरहेछन् अनि मार्केटले पनि त्यस्तै मान्छे खोजिरहेछ त्यति मात्र होइन नेपाल जस्तो रेमिटेन्समा निर्भर देश जहाँ लाखौं युवाहरू पैसा कमाउनकै लागि जापान कोरिया अनि खाडी मुलुकहरू जान्छन् त्यहाँ समेत सिपको अभावले उतै गएर तालिम लिन परिरहेछ नेपालबाटै TVET मार्फत स्किल्स सर्टिफाइड भएर गएका मान्छेहरूले यस्तो प्रब्लम भोग्नै पर्दैन किनकि त्यहाँ गर्ने कामलाई चाहिने स्किल लेभल अनुसार नै TVET को कोर्सेसहरू डिजाइन छ नेपालमा भएको विदेशी युनिभर्सिटीहरूले TU इक्विभ्यालेन्ट भन्छ नि हो ठ्याक्कै त्यस्तै अब यतिको स्किल सर्टिफाइड भइसकेपछि बेटर पे त भइ नै हाल्यो यसको पोजिटिभ इम्प्याक्ट हाम्रो रेमिटेन्स इकोनोमीमा समेत पर्छ नेपाललाई एजुकेटेड युथ त चाहिन्छ नै तर एजुकेसन सँगसँगै नेपाल अल्सो निड्स स्किल्ड वर्कफोर्स जसले जब क्रिएट गर्न सकोस् एकचोटि गुगलमा गएर TVET नेपाल भनेर टाइप गर्नुस् अनि इन्टर ठोक्नुस् त त्यहाँ आउने फर्स्ट लिंकलाई क्लिक गरेर TVET नेपाल भने के रहेछ भनेर सर एकचोटि बुझ्नुस् बुझ्दैमा के जान्छ यु माइट फाइन्ड इट युजफुल skilled hands strong future choose TVET choose empowerment